हेलो विद्यार्थी भाइहरू नमस्कार जय श्री राम। हाउ आर यू? गुड। हजुर मलाई पनि सन्चै छ। विद्यार्थी भाइहरू सबभन्दा पहिला तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। विद्यार्थी भाइहरू आज फेरि तपाईहरुको समक्ष भाग 3 को रूपमा कक्षा 9 को विज्ञान तथा प्रविधि विषयमा रहेको एकाइ 2 मा सजीवहरूको वर्गीकरणलाई लक्षित गरेर त्यस अन्तर्गत पर्ने 5 जगत वर्गीकरण प्रणालीको बारेमा आज हामी चर्चा र परिचर्चा तपाईहरुको समक्ष गर्नेछौँ। विद्यार्थी भाइबहिनीहरू तपाईहरुको ध्यान यता बोर्डतिर फोकस गर्नुहोला, कपी कलम हातमा लिँदै। आज हामी 5 जगत वर्गीकरण प्रणालीको बारेमा छलफल गर्नेछौँ। 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन। यो भन्दा अघिल्लो कक्षाहरुमा हामीले 2 जगत वर्गीकरण प्रणालीको बारेमा पढेका थियौं र छलफल पनि गरेका थियौं। त्यसका कमी कमजोरीको बारेमा पनि पढेका थियौं। द्विपदीय नामाकरण प्रणालीको बारेमा चर्चा गर्यौं, त्यसको बारेमा पनि जान्यौं र बुझ्यौं। आज 5 जगत वर्गीकरण प्रणालीको बारेमा हामी चर्चा गर्न जाँदैछौँ। 5 जगत वर्गीकरण प्रणालीलाई अंग्रेजीमा 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन भनिन्छ। वास्तवमा यो के हो त? परिचय सबभन्दा पहिला बुझौँ हामी कि जति पनि 2 जगत वर्गीकरण प्रणालीमा कमी कमजोरी हामीले ओल्याएका थियौं अस्तिको कक्षामा हो, त्यसलाई त्यसका कमी कमजोरीलाई हटाउँदै 5 जगत वर्गीकरण प्रणालीको अवधारणा समावेश गरियो। अब त्यसमा 2 जगत वर्गीकरण प्रणालीमा के पर्यो त? प्रोकार्योट्स र युकार्योट्सका कोषहरू राम्ररी छुट्याएको छैन। त्यसैगरी एककोषीय र बहुकोषीयहरूलाई पनि अलग-अलग प्रश्नसँग छुट्याएको छैन। त्यसपछि सबै सजीवहरूलाई एकै ठाउँमा राखिएको छ, छुट्याएको छैन। यस्ता विभिन्न किसिमका कमी कमजोरीको बारेमा हामीले चर्चा परिचर्चा गरेका थियौँ, हो कि होइन? हो। अब हामी सबभन्दा पहिला बुझौँ 5 जगत वर्गीकरण प्रणाली भन्नाले के बुझिन्छ त? यो 5 जगत वर्गीकरण प्रणालीको अवधारण सन् 1969 मा अमेरिकी ट्याक्सोनोमिस्ट, यो अमेरिकाको ट्याक्सोनोमिस्ट हो। यो ट्याक्सोनोमिस्टको मतलब हुन्छ विद्यार्थी भाइ बहिनीहरू जुन व्यक्तिले अथवा जुन वैज्ञानिकले ट्याक्सोनोमीको बारेमा अध्ययन गर्छ र ट्याक्सोनोमी भनेको वर्गीकरण विज्ञान हो, त्यसको बारेमा पढ्छ, त्यसमा पढाइ हुन्छ वर्गीकरणको बारेमा, मतलब आइडेन्टिफिकेसन पहिला गरिन्छ, त्यसपछि क्लासिफिकेसन गरिन्छ र लास्टमा नोमेनक्लेचर गरिन्छ। हो, यो तीनटाको बारेमा जुन विज्ञानमा अध्ययन गराइन्छ त्यसलाई ट्याक्सोनोमी भनिन्छ। र जुन व्यक्तिले ट्याक्सोनोमीको बारेमा जुन वैज्ञानिकले ट्याक्सोनोमीको बारेमा अध्ययन गर्छ त्यसलाई ट्याक्सोनोमिस्ट भनिन्छ। यहाँ यो 5 जगत वर्गीकरण प्रणालीको अवधारणा सन् 1969 मा अमेरिकी ट्याक्सोनोमिस्ट रोबर्ट एच व्हिटेकरले ल्याएका हुन्। सबभन्दा पहिला यो 1969 दुई जगत वर्गीकरण प्रणाली पछिको यो आयो 5 जगत वर्गीकरण प्रणाली। कहिले त? सन् 1969 मा। डेटहरुमा याद राख्नु। कहाँको वैज्ञानिक? अमेरिकी ट्याक्सोनोमिस्ट। नाम के अरे? रोबर्ट एच व्हिटेकरले ल्याएका हुन्। यस प्रणालीले बढी भन्दा बढी सजीवहरूलाई वर्गीकरणमा समेट्ने प्रयास गरेको छ र दुई जगत वर्गीकरण प्रणालीमा हामीले के गरेका थियौं? त्यसमा सबै सजीवहरूलाई समेटेको छैन। जुन आज हामी यो 5 जगत वर्गीकरण प्रणालीमा बढी भन्दा बढी सजीवहरूलाई समेटेर वर्गीकरण गर्ने प्रयास गरेको छ, त्यसको बारेमा पढ्छौँ हामी। र यो 2 जगत वर्गीकरण प्रणाली भन्दा बढी सान्दर्भिक मानिन्छ। किन मानिन्छ त? यसलाई 2 जगत वर्गीकरण प्रणालीमा धेरै कमी कमजोरीहरू ओल्यायौं, देख्यौं, त्यसलाई हटाउँदै र यसलाई बढी सान्दर्भिक र वैज्ञानिक ढंगले वर्गीकरण गर्ने भएकाले यो 5 जगत वर्गीकरण प्रणालीलाई बढी सान्दर्भिक र वैज्ञानिक मानिन्छ। विद्यार्थी भाइहरू कारण दिनुहोस् मा सोध्न सक्छ है। अब त्यसपछि हाम्रो छ 5 जगत वर्गीकरण प्रणालीका आधारहरू। बेसिस अफ 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन। तो क्राइटेरिया के हुन् त? व्हाट आर द क्राइटेरिया अफ 5 किंगडम सिस्टम अफ क्लासिफिकेसन? हो, त्यो क्राइटेरियाको बारेमा आज हामी चर्चा गर्नेछौँ। त्यो बेसिसको बारेमा के को आधारमा त 5 जगत वर्गीकरण प्रणालीलाई विभाजन गरिएको त? के को आधारमा त? यहाँ छ कोषको बनावटको आधारमा, स्ट्रक्चर अफ सेल। कोषको बनावट। अब वास्तवमा सजीवमा कुन कोषमा कतिवटा कोष छ त? एक कोषीय र बहुकोषीय। एक कोषीय भनेको जीवमा एउटा कोष छ भने एक कोषीय भनिने, र एक भन्दा बढी कोषहरू छ भने बहुकोषीय भने त्यसलाई मल्टिसेलुलर। एउटा कोषलाई युनिसेलुलर र धेरै छन् भने मल्टिसेलुलर। जस्तै
अमिबा भयो, पारामेसियम भयो, युग्लिना भयो, युलोथ्रिक्स भयो, क्लामिडोमोनास भयो, यिनीहरूलाई एक कोष, यिनीहरूको शरीरमा एउटा मात्र कोष हुन्छ, त्यसैले यिनीहरूलाई एक कोषीय जीव भनिन्छ। र एकभन्दा बढी जस्तै हामी भयौँ, बिरुवा भयो, जनावरहरू भयो, वनस्पति भयो, यी सम्पूर्णलाई बहुकोषीय, किनभने तिनीहरूको शरीरमा एकभन्दा बढी कोषहरू हुन्छ, त्यसको आधारमा विभाजन गरियो। यो आधार लिएर कोषको बनावट यो कोषको बनावटमा हामीले के को बारेमा, कोषको बनावट त कसरी बनेको छ त, कोषको बनावटलाई दुई दुई हिसाबले दुई प्रकारमा विभाजन गरेको छ, एउटा प्रोकार्योट्स र अर्को युकार्योट्स। प्रोकार्योट्सको मतलब हुन्छ जुन सजीवको कोषमा निश्चित न्युक्लियस हुँदैन हो, त्यसलाई हामी भन्छौँ प्रोकार्योट। जस्तै ब्याक्टेरिया भयो, ब्याक्टेरियाहरूमा निश्चित कोष हुँदैन, के अरे कोषमा निश्चित न्युक्लियस हुँदैन, त्यो ब्याक्टेरिया लिन सकिन्छ उदाहरण। र जुन कोषमा जुन सजीवको शरीरमा सजीवको शरीरको कोषमा निश्चित न्युक्लियस हुन्छ, एउटा अर्गनाइज भएर त्यो न्युक्लियस रहेको हुन्छ, तिनीहरूलाई के भनिन्छ त, युकार्योट्स। यसमा हामी पढ्छौँ अमिबा भयो, ह्युमन भयो, वनस्पति भयो, त त्यो भयो के, युकार्योट्स। युकार्योट्सहरूमा के हुन्छ त, निश्चित न्युक्लियस कोषमा रहेको हुन्छ। त त्यसको आधारमा कोषको बनावटको आधारमा भयो। एककोषीय र बहुकोषीय भर्खरै गर्यो हामीले। अब पोषणको प्रकार, कुन तरिकाले पोषण गर्ने त, कुन तरिकाले पोषित हुने त, पोषणको आधार के हो त, कुन तरिकाले खानेकुराहरू कुन तरिकाले हामी खाइरहेका छौँ, त्यसको आधारमा पनि भयो। अब यहाँ यो पोषणको आधारको कुरा गर्नुपर्दा, जस्तै यहाँ अब पोषणमा जस्तै अल्गी हुन्छ, फन्जाई हुन्छ, हरिया बोटबिरुवाहरूले के गर्छन् त, आफ्नो खाना आफै बनाउँछन्। आफ्नो खाना आफै बनाउने सो पोषक हुन्छ, आफै पोषित हुन्छ, अटोट्रोफिक भन्छ यसलाई। र फन्जाईहरूले के गर्छन् त, फन्जाईहरूमा हरितकण हुँदैन, जसको कारणले गर्दा खाना बनाउन सक्दैन। आफ्नो खानाको लागि, आफ्नो निर्भरताको लागि अरूमा के हुन्छ त, निर्भर रहेको हुन्छ, सडे गलेका वस्तुहरूमाथि, कुहिएका वस्तुहरूमा निर्भर रहेको हुन्छ, जसलाई के भनिन्छ त, त्यसैले फन्जाई जगत अन्तर्गत पर्ने जीवहरूलाई के भनिन्छ त, स्याप्रोफाइटिक भनिन्छ, मृतपोजीवी। त्यसलाई परपोषक भनिन्छ। त मानिस भयो परपोषक, बिरुवा भयो स्वपोषक। यसरी विद्यार्थी भाइ बहिनीहरू पोषणको आधारमा 5 जगत वर्गीकरण प्रणालीलाई विभाजन गरिएको छ। अर्को छ शक्ति उपभोगको किसिम, कुन किसिमले शक्ति प्रदान भइरहेको छ, हामी खानाबाट शक्ति प्राप्त गर्छौँ, हरिया बोटबिरुवाहरू सूर्यको प्रकाश लिएर खाना बनाइरहन्छ, यसरी शक्ति प्राप्त गरिरहन्छ, यसको आधारमा यसलाई भन्छ मोड अफ न्युट्रिसन इङ्ग्लिसमा। अर्को छ क्रम विकासको इतिहास, इभोल्युसन अफ हिस्ट्री। अब यसमा जीवहरूको विकास र तिनीहरूको सम्बन्ध एकअर्कासँग, अब कसरी सम्बन्ध विकास हुने क्रममा एकअर्कासँग कसरी सम्बन्ध गाँसिएको हुन्छ त, त्यसको बारेमा हामी पढ्नेछौँ र त्यसको बारेमा हामी बुझ्नेछौँ। जसरी एउटा सूक्ष्म जीवाणुदेखि लिएर विशाल जनावरसम्म कसरी विकसित हुँदै हुँदै सूक्ष्म जीवाणुदेखि ठुल्ठुला जनावर हुँदै 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 कसरी विकसित भएको छ त, हो त्यसको बारेमा हामी यसको बारेमा यहाँ क्रम विकासमा हामी पढ्नेछौँ। त विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई 5 जगत वर्गीकरण प्रणालीको बारेमा यो यो सिम्पली तरिकाबाट, सिम्पली वेमा मैले तपाईँहरूको अगाडि यहाँ वर्णन र इक्जाम्पल राख्दै भनेको छु। यहाँ तपाईँहरूलाई राम्रो लागिरहेको छ भने कृपया यो च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्दै नबुझेकाहरू कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोला। विद्यार्थी भाइ बहिनीहरू, अझै पनि म यसको चार्ट बनाउने छु, तपाईँहरू लेख्दै गर्नु, मेट्दैछु म। ल विद्यार्थी भाइ बहिनीहरू, यहाँ ध्यान दिनु होला। अब हामी 5 जगत वर्गीकरण पछि अब यहाँ एउटा चार्टमा कसरी डिभिजन हुन्छ, सजीवहरूलाई सबभन्दा पहिला कार्योट्समा र युकार्योट्समा डिभाइड गरिएको छ। प्रोकार्योट्सको मतलब हुन्छ जुन सजीवको शरीरमा निश्चित न्युक्लियस हुँदैन, कोषमा जुन सजीवको कोषमा निश्चित न्युक्लियस हुँदैन, त्यसलाई हामी के भन्छौँ त, प्रोकार्योट्स। र यो प्रोकार्योट्सलाई यो मोनेरा जगत अन्तर्गत राखिएको छ, मोनेरा। त्यसै गरी युकार्योट्स, त युकार्योट्सको मतलब भयो कोषमा निश्चित न्युक्लियस भएको हो। अब यो युकार्योट्सलाई कोषमा निश्चित न्युक्लियस भएकालाई फेरि पनि दुई भागमा विभाजन गरिएको छ, युनिसेलुलर र मल्टिसेलुलर, एक कोषीय र बहुकोषीयको आधारमा। र जति पनि एक कोषीय सजीवहरू र जनावरहरू पर्छन्, तिनीहरूलाई प्रोटिस्टा जगतमा राखिएको छ, प्रोटिस्टा जगतमा युनिसेलुलरहरूलाई। फेरि मल्टिसेलुलरलाई, बहुकोषीयलाई दुई भागमा विभाजन गरिएको छ, एउटा विथ सेल वाल, कोषभित्ता भएको, र विदाउट सेल वाल, कोषभित्ता नभएको। अब यो विदाउट सेल वाल, कोषभित्ता नभएकालाई एनिमालिया जगतमा राखिएको छ। अब जनावरहरूमा त कोषभित्ता हुँदैन क्यारे, त्यसैले एनिमालिया जगतमा यसलाई राखिएको छ, यो 3 नम्बरको। अब फेरि विथ सेल वाल, सेल वालको आधारमा कोषभित्ता भएकोमा अटोट्रप्स र हेट्रोट्रप्स आउँछ।
यानि कि स्वपोषक र परपोषक। अटोट्रफ्स भनेको स्वपोषक जुन हरिया बोट बिरुवा हुन्छन् किनभने तिनीहरूले आफ्नो खाना आफै बनाउँछन्। जति पनि हरिया बोट बिरुवा हुन्छन् तिनीहरूलाई अटोट्रफ्स भनिन्छ किनभने यिनीहरूले आफ्नो खाना आफै बनाउँछन्। त्यसैले प्लान्टीलाई जगत प्लान्टीलाई प्लान्टी अन्तर्गत यो अटोट्रफ्सहरू पर्छन्। र हेटेरोट्रफ्स भनेको परपोषक जसले आफ्नो खाना आफै बनाउन सक्दैन। हो, यो अन्तर्गत फन्जाई पर्छ किनभने यिनीहरूमा त हरितकण हुँदैन क्यारे हुन्छ? हो, हुँदैन नि। त्यसैले यसलाई हेटेरोट्रफ्समा राखिन्छ परपोषक आफ्नो खानाका लागि अरूमा निर्भर हुने। त विद्यार्थी भाइ बहिनीहरू यसलाई अझै पनि प्रष्टसँग र राम्ररी बुझ्नका लागि योभन्दा अगाडिको भिडियो तपाईँहरू हेर्नु होला है। त्यो भिडियो अगाडि कक्षाकोमा जुन पढाएको हामीले डिस्कस गरेका थियौँ त्यो भिडियोहरू तपाईँहरू राम्ररी हेर्नु होला। अनि त्यसपछि हामी यसको बारेमा फटाफट तपाईँहरू एकदम सिम्पली तरिकाबाट बुझ्न सक्नुहुन्छ। अब यो पछि म विद्यार्थी भाइ बहिनीहरू हामी 5 जगत वर्गीकरण प्रणालीका बारेमा त्यसका कुन कुन आधारमा राखेर वर्गीकरण गरियो त्यसका बारेमा अनि त्यसपछि यो चार्ट डिभिजन चार्ट पनि छलफल गर्यो। धेरै भयो कुराकानी, अब प्रश्नको पालो छ। प्रश्न हामी राखौँ, हेरौँ, पढेका आधारमा प्रश्न आउँदो रहेछ कि छैन भन्ने कुरा पनि हामी जाँचौँ, अब आफैले मापन गरौँ। त विद्यार्थी भाइहरू ल तपाईँले सार्दै गर्नुहोस् त, म मेटेर प्रश्न बनाउँदैछु, राख्दैछु यहाँ। ल विद्यार्थी भाइहरू अब हामी 2 जगत वर्गीकरण प्रणालीको बारेमा पढ्यौँ, त्यसपछि 5 जगतका बारेमा पढ्यौँ अनि धेरै पढ्यो, धेरै कुराहरू बुझ्यो। अब मापन गरौँ हामी। अब यहाँ मैले तपाईँहरूको समक्ष 3 वटा मात्र प्रश्नहरू अब्जेक्टिभको रूपमा राखेको छु। हेर्नुहोस् त, कोषमा डेफिनिट न्युक्लियस नहुने जीव कुन जगतमा पर्छ त? अब जगतको कुरा गरे हामीले कुन जगतका जीवहरूमा डेफिनिट न्युक्लियस कोषमा हुँदैन? हेर्नुहोस् त, यहाँ गेस गर्नु फटाफट, कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। ओ के अरे मोनेरा, त मोनेरा हो। यो मोनेरा जगत अन्तर्गत पर्ने सजीवहरू कोषमा निश्चित न्युक्लियस हुँदैन, डेफिनिट न्युक्लियस हुँदैन। अब छ तल दिएका मध्ये प्रोकार्योट सूक्ष्म जीवको उदाहरण कुन हुन् त? प्रोकार्योट्सको मतलब त बुझ्नुहुन्छ तपाईँहरू, कोषमा निश्चित न्युक्लियस नहुनेहरू। अब उदाहरण कुन सूक्ष्म जीव हो त? युग्लिना हो कि अजोटोब्याक्टर हो कि इस्ट हो कि अमिबा हो? युग्लिना त पक्कै पनि होइन, इस्ट पनि होइन, अमिबा पनि होइन, यो अजेटोब्याक्टर हो। यसमा टिक लगाउनु होला। अर्को छ 5 जगत वर्गीकरण प्रणालीको अवधारणा कसले ल्याएका हुन्? यहाँ वैज्ञानिकहरूको नाम दिएको छ, लुइन हुक, कार्लस लिनेयस, सर आइजाक न्युटन, रोबर्ट हार्डिङ व्हिटेकर। यो 4 वटा अप्सन मध्ये करेक्ट अप्सन कुन हो त? ल ल तपाईँ भन्नुहोस् त। हो, गुड, भेरी गुड, यो ग नम्बरको रोबर्ट हार्डिङ व्हिटेकर। यसरी विद्यार्थी भाइ बहिनीहरू अझै पनि यस किसिमले अब्जेक्टिभ क्वेसनहरू भयो। 1 मार्क क्वेसन भयो, अति छोटो प्रश्न। त्यसै गरी 2 मार्क हुन्छ, 4 मार्क हुन्छ। यी सबै क्वेसनहरू म बनाउँदै तपाईँहरूको समक्ष राख्दै ल्याउने छु र तपाईँहरू नोट गर्दै गर्नु होला, नोट कपी बनाउनु होला र त्यसलाई एकदम ध्यानपूर्वक फोकस दिएर पढ्नु होला। यदि तपाईँहरूलाई यो क्वेसनको विधिबाट, अब्जेक्टिभ क्वेसनको माध्यमबाट, प्रश्नोत्तरको माध्यमबाट तपाईँहरूलाई खुब बुझिरहनु भएको छ या बुझ्दै हुनुहुन्छ भने, सजिलो लागिरहेको छ भने तपाईँ मेरो च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गर्दै गर्नुहोला र आशिष टिचको नामबाट फेसबुक पेज पनि क्रिएट गरिएको छ, फलो चाहिँ गर्दै गर्नु होला, ताकि तपाईँहरूको फलोले मलाई थप ऊर्जा प्रदान हुनेछ र अझै पनि नयाँ नयाँ कुराहरू लिएर तपाईँहरूको समक्ष आउनेछु। विद्यार्थी भाइ बहिनीहरू हस् त, अर्को भाग लिएर म फेरि पनि तपाईँहरूको समक्ष उपस्थित हुनेछु। तबसम्म तपाईँहरू राम्ररी प्र्याक्टिस गर्नु होला र पढ्नु होला।